यदि हजुरले 2026 मा +2 ब्याचलर डिप्लोमा सक्नु भएको छ नभए रिजल्टको वेटिङमा हुनुहुन्छ भने यो भिडियो हजुरहरूको लागि हो। यदि हजुरहरू अस्ट्रेलिया अप्लाई गर्न एक सोचमा हुनुहुन्छ भने अहिले अस्ट्रेलियाले फाइनान्शियल डकुमेन्टमा एकदमै स्ट्रिक्ट गरेको छ, जसमा हजुरले इन्कम मात्र नदेखाएर सेभिङ पनि देखाउन आवश्यक रहेको छ। यदि हजुरहरू ब्याचलर या मास्टरको लागि अप्लाई गर्ने सोचमा हुनुहुन्छ भने हजुरको एनुअल इन्कम 25 देखि 30 लाखको हुनुपर्नेछ, जसमा हजुरले प्राइमरी र सेकेन्डरी दुईटै स्पोन्सरको देखाउन मिल्छ र बुवा मम्मीको केसमा हजुरले 15 लाखदेखि 18 लाखको देखाउनु पर्नेछ र बाँकी मामा काका दादा दिदी हजुरबा हजुरआमाको देखाउन सक्नुहुनेछ। रिसेन्ट भिजिट अनुसार हाउस रेन्ट ल्यान्डलिजको अलिक जेन्युन देखिन गाह्रो भएको कारण त्यसलाई भेरिफाई गर्न गाह्रो भएको छ। सो हाउस रेन्ट ल्यान्डलिजलाई बाध्यात्मक रूपमा मात्र देखाउनु होला। यदि हजुरले हाउस रेन्ट ल्यान्डलिज धेरै देखाएको खण्डमा भविष्यमा हजुरलाई गाह्रो पर्न सक्छ या हजुरको भिजा रिजेक्सन पनि हुन सक्छ। अहिलेको कन्टेक्समा भिजा रिजेक्सन एकदमै बढेको कारणले हजुरले केही समय होल्ड गरेर नेक्स्ट इन्टेकमा अप्लाई गर्न सक्नुहुनेछ। तर यदि हजुरको डकुमेन्ट जेन्युन छ र स्ट्रङ भएको खण्डमा हजुरले अप्लाई गर्न सक्नुहुनेछ। यदि हजुर 2027 मा अप्लाई गर्ने सोचमा हुनुहुन्छ र +2 र डिप्लोमा सक्नु भएको स्टुडेन्टले 2027 मा अप्लाई गर्ने सोचमा हुनुहुन्छ भने हजुरले एक्सपिरियन्स सर्टिफिकेट देखाउन आवश्यक रहेको छ। थप यस्तै जानकारीमूलक भिडियोका लागि हामीलाई फलो गर्न नबिर्सिनुहोला। हस्त धन्यवाद।